यस गाइज यो साउन्ड यस्तो साउन्ड चाहिँ आउनुपर्छ क्या जब तपाईँहरूले गरेर वर्कआउट सही छ भने जुन एक्सर्साइज गरेको त्यो ठाउँमा चाहिँ यसरी बर्न हुनुपर्छ पोल्नुपर्छ यो खालको चाहिँ एउटा चाहिँ पेन हुनुपर्छ क्या नो गेन विदाउट पेन भन्छ नि हो त्यो होइन जसरी सुरुमा चाहिँ चोट खाने मान्छेले चाहिँ चोट तान्दाखेरि चाहिँ चोट ताने पनि मलाई लागेन भन्छ नि त्यो भनेको के भन्दाखेरि उसले चोट तानेको मिलिरहेको छैन होइन चोटलाई चाहिँ चोट खाने मान्छेलाई थाहा हुन्छ होइन चाहिँ बाहिरबाट तान्ने मात्रै भित्र घाँटीबाट नै भित्र तान्नुपर्छ अनि बल्ल चाहिँ त्यो चाहिँ दिमागमा गएर चाहिँ त्यो चोटले लाग्छ नि हो त्यो बाहिरबाट तान्ने मात्र पनि भित्रबाट तान्नुपर्छ भने जस्तै चोट लाग्नलाई चोट अथवा स्मोकिङ जुनसुकै अब लाग्नलाई त्यसै गरी चाहिँ वर्कआउट गरेर त्यसको रिजल्ट आउनलाई पनि यसरी चाहिँ बाहिरबाट देखाउने रूपमा अच्छतालमा गरेर मात्र हुँदैन भित्री रूपमा हेर्दाखेरि चाहिँ खासै के गरे जस्तो नदेखि पनि भित्र जहाँ जुन उसमा चाहिँ जुन मसल ट्रेन गरेको त्यो मसलमा चाहिँ बर्न हुनुपर्छ कि यो खालको अघि मैले निकालेको थिएँ त्यो साउन्ड निकालेको होइन त्यो वास्तवमा आएको है भित्रबाट हो त्यो साउन्ड चाहिँ आउँछ है गाइज